तिमीहरू के गरे है ए चाइना घुम्या हो यो उठे उठे उठो उठो 3:30 बजे रात यार रट्ट मध्य राति 3:30 बजे उठेर पनि हैन यति डर हैन यस्तो भित्र यति भित्ता हैन यो चिसो भित्ता क्या मन पर्यो है त्यहाँ नि त थुथुनु 3:30 बजे चाहिँ भर्खर त्यो निन्द्रा लागेर 3:30 बजे हेर यहाँ त तेरा 3:30 बजे उठेर 4:30 बजे निस्किने तर्खर निस्क्यो है हामी तातो पानी चाइना बोर्डर गइरहेको तातो पानीमा चुप्लिनु पऱ्यो डेन्जर बाटो चाहिँ कालो अहिले यसो घरहरू लाइटहरू भएर मात्रै पुरा कालो छ जङ्गल छ भेट्यो भनेर हेरेको छु दिमाग खराब यहाँ कम त खाल्टो छ त नि यो ए झर्ना बन्टडा तेरा टेढे पड बन्टडा तेरा टेढे पड टन्टडा गर्ने झर्ना हेर्छ है हिङडा तेरा टेढे पिङडा हिङडे भन्ने झर्ना हेर्छ है झर्ना अङ्गडा यही भाइ झर्ना गयो अर्का पनि गयो ए के हो टाढा ल जाऊ है ल ल सङ्लो पानी छ आमा ओहो रमणीय दृश्य घाम ताप्न पाइयो यहाँ चाइना आएका मान्छेहरूको नि घर बस्ने लुगा यसको हेर्नु यहाँ मेरो पनि यहाँ पुवाल परेको लुगा लगाएर चाइना आएको र यस्तो हालतमा आएको म त विदेश यिनीहरू घर बस्ने लुगा लाएर आछन् त्यो हेर त्यो चेन नभएको लुगा लाएर आछ ऊ यहाँ छ यहाँ बेबी हजुर चाइना आएको नि ल ल ल ल कसले कहाँ पुर्याउने ल कहाँ पुर्याएको खोइ ए ऊ त्यहीँ मात्र पुर्याएको छ ल कसले पुर्याउने ल छिटो वहाँ पुर्याएको छ है झन्डेले पुर्यायो है ओ डब्लु दाइले पुर्यायो यार खतरा ल यो हट स्प्रिङ भेट्यो त्यस्तो डेन्जरस हुन्छ यार कतिको लेभलको थाहा हुँदैन ऊ झर्ना
चोर्ना बाहुबलले यही झर्न चढायो बाहुबलले यही झर्न चढायो अलग 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 बाहुबलले यही झर्न चढायो गाइजहरू जस्तो चढेर है पुरै अर्को झर्न डबल फ्यानमा हाल्नु त फसाए जस्तो लाग्छ मलाई चाहिँ कडाट गरो रे खोइ कता गरो चेन लुज भयो लुज भयो त्यो त छोको होला बाइक बिग्रिएर बनाउनु पर्ने अवस्था आयो के भएछ त्यही हो कि के हो त नि बनाऊ डेन्जर यो त पुरै ढुङ्गै ढुङ्गाको होला है पहिरो गएर चाहिँ चाइनाले केही गर्नै पर्दैन चाइनाले केही गर्नै पर्दैन बाबाले एटमिक बम फाल्नुहुन्छ यसो साइडमा लगाउनु त हाइफाई युवराजले हाइफाई दिनु हुँदा छैन दुलोले आँखा गरी माउन्टेन गोड छ यिनीहरू माउन्टेन गोड छ त्यो माउन्टेन गोड पनि रहेछ डाङडुङ जस जस हेर्नु कति धेरै हो कारको त चाहिँदै रहेछ चाहिने कारको कन्टेनरहरू मुसारे ड्याम अर्को ड्याम ड्याम अर्को ड्याम भन्दा उयो हो यो ड्याम ड्याम सुन भेट्यो सुनकोसीमा सुन छैन भन्छ खै सुन यही हो कि सुनकोसीमा सुन छैन भन्छ वेलकम टु तातो पानी तातो पानी छिर्ने बित्तिकै तातो हुन थाल्यो तातो पानी कस्तो कुरो तातो पानीमा मात्रै टल्किँदो रहेछ कस्तो काम यत्रो बाटो भएपछि जाडै जाडो है रुकेको छौँ हामी किनभने थाहा छैन तेरो बाबालाई सोध्नुपर्छ तातो पानी जाने धारा जाने बाटो रे उता ए त्यहाँ लगाएर रहेछ नि त तातो पानी धारा जाने ठाउँ बाटो यहाँबाट सिधा जान्छ धारा बाटो नेपाल र चाइनाको बोर्डर अब धेरै टाढो छैन होला है ठिक छ यहीँबाट जान्छ सिधै चाइना पनि जाने बेला आयो
टिकट 50 रुपैयाँ। देऊ दाइ देऊ। टिकटको पैसा देऊ दाइ। सुहा अब तल जाने तल तल। ठिक छ केही हुँदैन ल हैन। ओहो त्यत्रो त्यहाँ माथि राखिदिएको छ। त्यहाँ ओइ लुगा फेर्ने ठाउँ राखिदिएको छ त है। के हो तिमीहरूले छ्या यहाँ हेर त्यहाँ पुरुष लेखा छ। त्यहाँ गएर नखोलेर मैला पनि गएको छ नि त। त्यहाँ किन मैला गए ल तिमीहरू चेन्ज गरेर आऊ ल। ल यिनीहरू पसेछन् है। तातो पानी मजा आयो।
मजा दामी 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 ल केटाकेटीहरूको खिचिदिनु त्यो नम्बर पढिरहेछ नि टाउको थाम्नै सक्दैन रहेछ क्या कस्तो रहेछ ठिक छ खासै रातो भएर तातोले पोलेर त होला नि यो होइन तातोले पोलेकै होला बस्नु त बस्दै गर्न मन लाग्दो रहेछ ठिक छ यस्तै हो यस्तै हो यस्तै हो बेबीले नुहायो बेबीले खै हेरौँ न हेरौँ न यहाँ नुहाएको हेरौँ न चौली खै हेर यो मैले भयो ल अब जानु अरू नुहायौँ मजाले पुग्ने गरी नुहायौँ है प्याक हुन्छ भन्थे हुँदो रहेछ त शनिबार आउँदैछन् मान्छेहरू ए हामी चाँडै आएर त आँखा रातो हो आँखा रातो जिउ हेर्नु यहाँ त्यो रुगा लागेको पिनास गइदिए पनि हुन्छ नि होइन पिनास गइदियोस् ल अघि त्यहाँभित्र नुहाएर साइन्छ टाउको पखालेर होइन स्वाट त्यो पानीबाट यसरी आएको त एकचोटि त रहन भुल्ल के हो त्यो जस्तो भयो क्या रिङ्गाट लाग्यो कस्तो चिसो महिना भएर बढी तातेको जहिले पनि यति नै हो तात्ने सोलर माथि सोलर राखेर छ सोलरबाट तात्दो रहेछ जति घाम भयो उति तातो पानी आउँछ जति घाम भयो उति तातो आउँछ माथि सोलर छ क्या सोलर सिस्टम रहेछ नि त हो क्या नि
शिवजीको ठुलो मूर्ति रहेछ। ठुलो मूर्ति यता यहाँ पनि रहेछ मन्दिर, शिवजीकै मन्दिर त होला नि होइन। यता मन्दिर शिवजीको मन्दिर छ त भन्ने त सुनेको थिएँ। शिवजीकै होला शिवजीकै हो। शनिबार एकदम प्याक हुन्छ भन्थ्यो, तर त्यस्तो विधि रहन्छ। हामी 4 बजे घरबाट हिँडेर हो किन ठिकको टाइममा आइपुगेर हो कि, तर त्यस्तो विधि काम चाहिँ छैन, प्याक पनि छैन। ठिक्क छ, सबैले मजाले आफ्नो हिसाबले नुहाउन पाउने रहेछ। हाम्राहरू मजाले नुहाएर बसेका छन्, घाम तापेर। तातो पानीले नुहाएर घाम तापेर बसेका छन्, मजा आउँदो रहेछ है। अब त्यहाँभित्र चाहिँ तातो पानी आउँछ, त्यही धारा यहाँ पनि छ अर्को। यो चाहिँ फेरि एकदमै चिसो छ, चिसो न चिसो छ। के हो, माथि सोलर राखेको छ भने सोलर सिस्टमै हो कि मुखबाट आउने यो धाराबाट आउने भयो। धारा जे भए पनि जसको मुखबाट आए पनि त्यहाँ यहाँ चाहिँ अब तातो पानी आउने। अब यहीँ चाहिँ अब चिसो पानी। त्यहाँ त त्यहाँ अब ड्रागन छ होइन, ड्रागनको मुखबाट त अब आगो निस्किन्छ नि त। त्यो आगो चाहिँ पानीलाई तताउँदै यसले जाने रहेछ। हजुरले थाहा पाइछ? थाहा पाएन? अनि कस्तो भयो त हजुरलाई? अनुभव कस्तो छ त, सुनाइछ त? अनुभव भनेको यो अनुभवलाई इङ्ग्लिसमा के भन्छ? एक्सपिरियन्स। राम्रै छ। गुड। डब्लु दाइ त गोरो, म त गोरो हुँ भनेर नुहाएको अरे, कालै भएछ हेर्नु न। कोही कालो मान्छेहरू हुनुहुन्छ जसलाई गोरो हुन्छ अनि यहाँ हुनु। म गोरो हुँ भन्दै नुहाउनुहोस्, गोरो हुन्छ। अघिसम्म यो डब्लु दादा यत्तिकै देखिँदैन थियो, अहिले प्रष्ट देखिने रहेछ। अझै गोरो हुन्छ। कहाँबाट ल्यायो? ए यहाँ पनि रहेछ, यहाँ पनि रहेछ। ओ यहाँ पनि रहेछ त मुहान। ए यहाँ पनि तातै आउँदो रहेछ त। यहाँ पनि तातो रहेछ, तातो। डब्लु दाइले त म गोरो हुँ भनेर नुहाएको अरे, गोरै भएन छ। तैँले पनि त्यो अनुहार थापेर डन्डी खोर जाओस् भनेर नुहाउनु पर्दैन? जान्थ्यो किन? त्यो टाउको थाप्नै दिइन। थाप्नै दिन। यो हेर यो। ए तैँले चाहिँ के भनेर नुहाइस्? ल के भनेर नुहाइ? प्रार्थनाको सुरुवात धोको अघि भर्खर फेरि पोखे कि रे होइन, अहिले फेरि के पोखी रे? ए फोरी हो नि त, फोरीको बच्चा। ए फोरीको बच्चा भने त मै पो होला त, फोरी। ए पियो, तैँले घुँडा सेतो हो भनेर नुहाएको होइन? देखा त घुँडा कस्तो भयो, देखा न। आमामा पुरै कालो भएछ यार, खुट्टै कालो। पुरै खुट्टै अङ्गार जस्तो कालो भएछ। ल हेर है, आमामा ए मजा आइरहेछ? के रे? ल रगतै निस्केछ यार। ए खाली नुहाउने मान्छे छैन नि, खाली नुहाउने मान्छे प्याक हुन्छ भन्छन्, कहाँबाट प्याक हुन्छ? मान्छे छैन नि। बाटो नराम्रो भएर कि, तर खासै त्यस्तो नराम्रो त थिएन। धेरै ठाउँमा त ठिकै थियो, 2-4 ठाउँमा मात्र नराम्रो, तर मान्छे छैन। यति अलिकति हो। अब हामी पनि 2-4 चोटि हामी पनि नुहाइ। खै त ओ ल तैँले खोलिस्? Cheers, cheers guys, cheers.
मिठो रहेछ टेस्ट 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 बोर्डर बन्द छ अरे उतापट्टि होइन उहाँ यति त भइहाल्छ उता त बन्द भइहाल्छ नि यहाँ यिनीहरूकै पार्टी ए भाउजू यहाँ के भएको यहाँ तातो पानीले बोलेको तातो पानीले बोले ए तातो पानी जाउँ तातो पानी आमालाई फोटो खिच्नु पऱ्यो शिवजीसँग यहाँ ठुलो शिवजी हुनुहुन्छ ठुलो शिवजीको फोटो खिच्नु पऱ्यो अरे हाम्रो शिवताई यहाँ भिडियो बनाउँदैछन् मुकुन्द दाइलाई तर यस्तो आवाजले हुँदैन क्या बिस्तारो मिठो पलल गरेको आवाज चाहिन्छ क्या त्यस्तो यो धेरै नै काटाङ टाङ 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 गरेको छ त्यो आवाजले हुँदैन ठोकेको आओस् भनेको छ अहिले आएन भने मार्छन् यति त खिचिदिनुपर्छ अहिले ढोगेको आओस् है भनेको छन् अहिले ढोगेको आएन भने मार्छन् अहिले हो खोलाको आवाजमा नाचेका खोलाको यता खोलाको राम्रो आवाज आएको छ त्यो आवाजमा नाचेका अरे है खोलाको आवाजमा पनि नाच्छन् मान्छेहरू देख्नुभयो गयो भयो सकियो ल जाउँ जय शम्भु 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 ढिला भयो ठ्याक्कै चिन्न थाहा बाबाले हो भन्छ बाबाले हो भन्छ कहाँ बिर्सिनु अन्त शिवजी भगवान तँलाई त्यो अनुहार थापेर डन्डीफोर जाओस् भनेर नभने नि त मानिन त्यसरी नआएको भए चाहिँ गइहाल्छ नि फ्याट्टै जान्छ हेर नि त त्यसलाई अल्छी लाग्यो नि त्यहाँ सामान कुर्न बसेको सामान कुर्न बसेको अर्काको सामान भाटामा गरेर बसेको छ ब्रह्मा विष्णु श्री सरस्वती माता लक्ष्मी भगवती माता कालिका भगवती माता भगवती माता मधुबनी भगवती माता दक्षिण काली भगवती माता मनोकामना भगवती माता दामिनी देवी भगवती माता बाई खालि मूर्ति यहाँ मन्दिरको पछाडि मूल अनि त्यहाँबाट यता यहाँ जम्मा पारेर अनि त्यहाँ तल दिएको रहेछ सप्लाई किन चार्जमा हाले बेलुकै हाल्नुपर्छ नि हालेको भिडियो खिच्दा खिच्दै सिद्धिन्छ क्या ल सिद्धियो अब चार्ज सिद्धियो मोबाइलको चार्ज सिद्धियो आयो आयो पहिलो गएको कि उताबाट आउनलाई सामानहरू आउन नपाएको सर एजतिर लग्नु त मैले भिडियो बनाउँछु खसे खसे बाटो त फेरि तर छ नि त खसै खस्छ चुप्लुङ्ग पानीमा हाइटाइ भन्यो चाइना गेट अगाडि देखेको छ चाइना गेटदेखि अगाडि गइसक्यो यही हो चाइना र नेपालको बिचको बोर्डर नेपाली हालत यस्तो छ चाइनिजको हालत यस्तो छ यही नो डिफरेन्स
उता साइडमा तिब्बत छ उतापट्टि पुरा चाइना यो पुरा पहाडै पुरा चाइना हो यो चाइनिज पहाड ओहो टुरिस्टहरू चाइना गइरहेको हो चाइनाको नि हालत अलिक बिगारेको उतैपट्टि यो गाइजहरू यो चाइना गेट झर्नै झर्ना फेरि झर्ना चाइनिज खानेकुराहरू यतापट्टि गाइजहरू है गाडी बाइकहरू लानु मिल्दैन अरे ढोका लाग्छ त्यो भएर हामी अब यहाँबाट पैदल यात्रा हो यहाँबाट बाबाजी गाडी राखेर आउनुहुन्छ अरे हामी चाहिँ हिँड्दै गरौँ अहिले त नेपालमै छौँ बोर्डर यो होइन अहिले त नेपालमै हो चाइना नेपाल त त्यहाँ ब्रिजको बिचमा गर्नुपर्छ चाइनाको हिमालतिर हेर्नु अनि हाम्रो हिमालतिर हेर्नु यस्तो छ हालत तिनीहरूको रिसोर्स धेरै छ तिनीहरूको रिसोर्सेस धेरै नेपालको झन्डा उडिरहेछ यहाँ हामी अब लभ नेपाल बाई नेपाल रे पुरा एयरपोर्ट चेकिङ छ यहाँ युट्युब चल्ला छ यहाँदेखि पुरा एयरपोर्ट चेकिङ छ यहाँ छ है हामीसँग केही लगेजहरू केही छैन त्यो भएर सोही हिँड्छु ब्यागहरू लगेजको लागि हो लगेजको लागि ल चाइना ऊ त्यहाँ कसले हामीभन्दा धेरै देशहरू घुमिरहेको छ यति छ कन्टेनर कारको कन्टेनर यति धेरै भेटिसक्यो है यहाँ पनि भन्ने छ वेलकम टु माई ब्लग हो कोभिड-19 चाहियो क्यामेरा एउटा ठाउँमा सर्भेलेन्स गर्नको लागि 6-7वटा क्यामेरा छ डिफरेन्स बिट्विन हेर्नु यहाँ चाइनामा यहाँ पनि क्यामेराहरू होइन लाइटहरू क्यामेरा नेपालमा हेर्ने पोलिटिकको ब्याग चाउचाउहरू सबै त्यसको त्यही मात्रै छ त्यही त सबै छ बोर्डर है यो बोर्डरमा हामी ठ्याक्कै बोर्डरमा छौँ ऊ त्यहाँ बोर्डर फेन्सहरू लाग्छ तर खुल्ला छ ओपन बोर्डर नेपाल र चाइनाको त्योहरू खुल्लै छ है चाइनिज पुलिस विदेश जानु हो मेरो बाबा पनि जानु हो म पनि जान्छु तिमीहरू के गरे है ए चाइना घुम्या हो यो ल ओए तपाईँ पनि आउनु है चाइना घुम्नलाई ए म पनि नेपालमै छु होइन अब म चाइना आएँ चाइना घुम्छु है म पनि चाइना घुमेँ ओहो चाइना रिङ्गाट लाग्ने गरी चाइना घुमेर आएँ म तपाईँहरू अझै यहीँ हुनुहुन्छ खिचे हामी चाइना बोर्डर आयौँ गए तिनीहरूकै देश हो आमा जान पाइहाल्छ नि हाम्रो देश हो र होइन हाम्रो देशमा हामी छँदैछौँ त नि उनीहरूको देशमा उनीहरू छन् जान पाउँदैन रे हेर नेपालको हालत यता त्यही पनि यति सुरु छ तर यता फोहोर फाल्ने ठाउँ नभएर चाहिँ यता फोहोर फाल्ने ठाउँ नभएर चाहिँ सफा भयो होला है यता फोहोर फाल्ने ठाउँ रहेछ अनि फोहोर रहेछ हामी सबै फेल ल चाइनालाई बाई बाई अब नेपालै फर्क्यौँ हामी फर्स्ट टाइम पासपोर्ट बिना अर्को
पासपोर्ट त छैन हैन फर्स्ट टाइम अर्को कन्ट्री गएको म्याच प्लेन नचढिकन इन्डिया पनि गएको छैन भन्नु म त विदेश पनि घुमेर आएको छु भन विदेश हो र चाइना चाइना घुमेर आयो यिनीहरू पनि कन्ता घुमे त रिङ्गाट लाग्यो भन्दै थिएँ घुम्नु भनेर रिङ्गाट लाग्ने गरी घुमेछ नि घुम्नु पनि नेपालमा फोहोर चाइनामा सफा भनेको फाल्ने ठाउँ नभएर रहेछ यहाँ सफा यहाँ चाहिँ फाल्ने ठाउँ नभएर यहाँ फाल्ने ठाउँ भएर फोहोर यता फाल्ने ठाउँ रहेछ होइन फाल्ने ठाउँमा यहाँ फोहोर छ यहाँ सबै फोहोर छ फाल्ने ठाउँमा त फोहोरै हुँदो रहेछ त फाल्ने ठाउँ नभएर पो सफा हुन्छ ए प्राप्ति हो ओहो यहाँ त वेलकम टु नेपाल लेखाएर त हामी त साँच्चै विदेशबाटै गएर आए जस्तै फिल भयो त ल नेपालको झन्डा यो मार्केट भने यही भवनहरू मार्केट हो अरे सिन्धुपाल्चोकको लागि पास रे अनि हामी सिन्धुपाल्चोकको हो कि भनेर पास माग्यो नि ल माछा खाना है दोलाल घाटमा माछा खाने ल बफ हो यो यसलाई पुग्दो रहन्छ डबलाई ससेज छैनस् अस्ति किमा नुडल र मोमो 2 प्लेट केही खाएको थिइनँ मैले बिहानदेखि भोकै हो भने अझै खाने हो अझै खाने रे खाए दोलाल घाटमा माछा खाएँ मोमो खाएँ ससेज खाएँ ढाडी चटपटी खाएँ अब लाग्नु पऱ्यो चिया चाहिँ खान पाइएन चिया खान पाइयो भने कस्तो हुन्थ्यो भने चिया खान पाइयो कस्तो टेन्सन ल अब बिहान खाएको ठाउँमा गएर चिया खानुपर्छ हामी अहिले सुकुटे बिचमा छौँ सुकुटे बिचमा चाहिँ के छेउमा छौँ सुकुटे छेउमा छौँ यो खोला बगिरहेको छ कल ल घाम डुब्नु लाहन म झन्नेले लड्न लागेको थिएँ यी हेर नि अब यहाँ हेरो पो रहेछ त हो त अब त्यहाँ यसो बन्दोबस्त गर्दैछन् खाने बन्दोबस्त के रहेछन् यहाँ मैले यस्तो एउटा ढुङ्गा भेटाएँ यो भित्र चाहिँ जेम्स हुन्छ के जस्तो कि यो एउटा ढुङ्गाको भयो होइन डबल छ के एउटा कलर एउटा कलर अब यसलाई फुटाएर हेर्दाखेरि चाहिँ यो भित्र चाहिँ माल हुन्छ माल ल हेरौँ त हेरौँ ल ल त हेरौँ हेरौँ हो रहेछ पत्याए मैले पनि पत्याएँ हो रहेछ यो माल छ यो भित्र होइन फुट्दैन माल भेटाए अरे माल फुटो हेर त हो देखि माल ओ सुन रहेछ हो यो सुन पक्कै सुन यहाँ यो पनि हो हिरा छ यो भित्र टल्किरा होला होइन हो रहेछ हिरा रे हो हिरा रहेछ यो त हो ओ ल अब तैँले भेटेर के भयो त यसलाई दिएको थिएँ मैले यसलाई दिया ए ल राखिहाल कस्तो फुटाउनु पर्छ दिएन त्यो एकचोटि फुटाउनु दिएन फुटाएर यहाँ अब गरिहाल्नु पर्छ छिटो केही न केही चाहिँ हुन्छ है त हानिहाल यतापट्टि एउटा कलर छ अनि यतापट्टि हेर यसको ग्रिनिस अर्को छुट्टै छ के यहाँ भित्र पनि अर्को कलर यसमा त हिरा निक्ल्यो अब
फुटा 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 ओहो सक्दो रहेछ होइन यो भित्र माल भएकोमा अलि छिटो फुट्दैन कि साँच्चै निस्किनु भएछ ड्याडी खै यो भित्र छ भाइ यो बोकेर होइन हो रहेछ अङ्कल एडिट गरेर अलिकति हरियो हो यो चाहिँ हो यो चाहिँ हो नि त यो हो ल भाउजूले जानेर चाहिँ सुन्तला अनि खै के हो झ्याप्पै छ खानेकुरा हजुर त्यो पिउलाई र यो सानेलाई डब्लुलाई चाहिँ अलिक टन्न दिनु त अहिले फेरि उहाँ खाजा खान पस्यो भने फेरि खानु खान्छ ए पिउला ए पिउ अझै एउटा खाला खा तल 10 रुपियाँ दिन्छु अहिले म खा अहिले यहाँ टन्न खुवाएर अनि जानुपर्छ है भर्खर भात खाएन त्यत्रो मासु भात खुवाएको त्यत्रो अनि न्याक्क गर्थे त्यत्रो मासु भात खुवाएँ हजुर त्यही त थकाली भात खाएको त अघि फेरि ब्रेड र जाम खान आउनुहोस् कसरी खानु यो भत्या छ यस्तो सिद्धो ल जाम ओइ केटाकेटी हौ यिनीहरूलाई त जति त्यहाँ छोड्दै पनि हुँदैन अङ्कल अब मोमोसँग पिठा सिधा खाने रे जाने रे ल अङ्कल यही डायमन्ड भेटेँ मैले डायमन्ड भेटेको अवस्था हो र त यहाँ छोएपछि के लाग्दैन रे छिटो न छोयो ल आएको छ है आएको छ है अब जाउँ ल बाई बाई